back again with another new video. So today is my day 5 है आज चाहिँ अलमोस्ट ढिलो भयो कि भाइहरू पनि अघि सँगै थियौँ अब त्यहाँ क्याफेमा चिया नास्ता खायौँ अनि भाइहरूलाई चाहिँ मैले उता फर्निचरतिर बुझ्नु भनेर मैले पठाएको थिएँ बट भाइहरू चाहिँ फर्केर आयो किनकि आज स्याटरडे है अनि आज स्याटरडे अलमोस्ट यहाँ सब बन्दै हुन्छ कि अनि म चाहिँ अहिले चाहिँ यहाँ क्याफे जान लाग्छु प्लस आज चाहिँ म क्याफेमा अब टाइम दिन्छु होला किनकि मलाई 3 ठाउँमा लाग्नु छ पुरानो बानेश्वर नयाँ बानेश्वर अनि भक्तपुर जान्छु आज पढ्ने काम छ है सो आज म क्याफेमा त्यति टाइम दिएर भ्याउँदिनँ होला किनकि रुम गएर फ्रेस पनि हुँदैछ है आज पेन्टिङ काम पनि हाम्रो आज हल्का भएको छ सो म नआएको 3 दिन भइसक्यो हुन त म फ्रेस हुन्थेँ मुखसुख हातसुख हुन्थेँ बट है पुरा फुल बडी चाहिँ वास गर्दैन किनकि यो लाइक हार्डै हुन्छ कि यो कलर जान सो डेली अब पेन्ट गर्नु परिरहेको छ सो त्यही भएर म नुहाएको आज चाहिँ म रुम गएर फ्रेस हुन्छु नुहाउँछु अनि म आफ्नो 3टा काम पेन्टिङ चाहिँ त्यो पनि भ्याउँछु सो अनि अहिले चाहिँ हाम्रो इलेक्ट्रिसियन दाइ आउनुभएको छ है यहाँ फाइनली आज आउनुभएको छ उहाँ अनि यहाँ चाहिँ फिक्सिङको लागि अब के त भनेर सुरु भइरहेको छ यहाँ चाहिँ दाइ हाम्रो सर्ट गर्ने लाग्छ नि एउटा 2टा 3टा 4वटा लाग्छ है अनि मैले उहाँलाई भन्दैछु काँखे लगाउनु है अनि प्लस चाहिँ यो जुन हाम्रो यो एरिया छ यो माथिको अनि उहाँले नोट गर्दै हुनुहुन्छ है दाइ चाहिँ यहाँ टक्क लेख्नु भइरहेछ सो आज हामीले जसरी एनी हाउ हामीलाई इलेक्ट्रिकको काम पर्ने नै पर्छ कि एउटा 2टा 3टा तपाईँको यो 3टामा त तपाईँको लाग्छ साइड लाइट कस्तो लाग्छ वाम लाइट सानो होला यत्रो साइड हुन्छ कि म त देखाउँछु हजुर जस्तो यहाँ साइड लाइट लगाउनु भने 3टा लोड गरौँ 3टा चाहिँ हामीले साइड लाइट लगाउँछौँ एरियामा है अनि यहाँ चाहिँ लाग्छ चाहिँ हाम्रो फोकस लाइट यो स्पट लाइट किनकि तपाईँको यो भनेको बार एरिया हो क्या त हाम्रो सो अनि यो कर्नरमा चाहिँ लाग्छ चाहिँ तपाईँको यहाँ हामीले चाहिँ यहाँ यस्तो जस्ट ट्युबलाइट लाउनु भनेको छ ट्युबलाइट पनि तपाईँको वार्म कलर अनि प्लस तपाईँको यो एरिया पनि लाग्छ तपाईँको साइड लाइट यो एरिया पनि साइड लाइट लाग्छ अनि प्लस हामीले चाहिँ यो सेलिङमा चाहिँ झुमर लगाउनु डिसाइड गरेको छौँ साइड लाइट कति हो यहाँ तपाईँको एउटा 2टा त लाउँदा यो एरियामा 2टा लगाउने आई थिङ्क 2टा लाउँदा बेटर हुन्छ किनकि यहाँनिर टेबल हुँदैन प्लस तपाईँको यहाँ ट्युबलाइट पनि हुन्छ नि त सो ओभर एक्स्ट्रा लाइटहरू राम्रो देख्छ साइड लाइट अनि तपाईँको यहाँ पावर सप्लाई लाउनु पर्छ यहाँ एउटा लाउनु पर्छ त्यो एरियामा एउटा लाग्छ भयो किन भन्दा प्लस अनि यो एरिया भनेको चाहिँ हाम्रो मेन एरिया हो कि सो यो एरियामा चाहिँ हाम्रो एनी हाउ त्यो हाम्रो हुन्छ नि मेन बोर्ड चाहियो कि किनकि तपाईँको फ्रिज सिरिज पनि हुन्छ त्यसको लागि नै हामी मेन लाइन यसमै राख्ने कि उता राख्ने हजुर यसमै राख्ने कि फ्रन्ट एरियामा हुन्छ टेबल फ्रन्ट एरियामा हुन्छ अनि जस्तो सेट गर्नुहुन्छ टेबललाई हाम्रो फर्निचर हिँड्ने गर्छ केटाहरू टेबल सेट भयो भने मात्रै काम गर्नुहुन्छ नाइ तपाईँको ठिक छ यो चाहिँ काम होल्ड गरिदिनु जुन यो काम छ नि यो ताको त्यो चाहिँ फिक्स गरिदिनु आज त हुँदैन दाइ हामीलाई अलमोस्ट सबैजनाले आज हुँदैन उता दिइहाल्छु बाहेक भन्यो भने अरू काम गरेको ठाउँमा काम जानु मिलेन दाइ 2 दिनको मेरो उता काम छ सघाएर दाइले पनि टाइम लाग्छ भन्नुभएको छ किनकि हामी 3-4 मान्छेसँग भेट्यौँ उहाँलाई पनि टाइम नै लाग्छ एक बाहेक त कोही पनि आउँदैन हजुर एक बाहेक कोही पनि आउँदैन काम गर्ने त्यो त बुझ्यो दाइ सबको अब आफ्नो पेन्टिङ काम हुन्छ अब उहाँले काम लिएर अरू काम हेर गर्ने हो त्यो त मैले बुझेँ तर हामीलाई कोही कोही मान्छे छैन कोही एक्स्ट्रा आउँदैन एक्लै हुन्छ कि आउँदैन मान्छे छ तर सबै साइडमा गयो अब प्रब्लम चाहिँ यहाँ के आएको छ मान्छे छ र तर फेरि उहाँ पनि बिजी हुनु है अब उहाँलाई पर्सि 2 दिनपछि हुन्छ हामीसँग त टाइम पनि छैन गयो भोलिसम्म छोडिदिनु पर्छ म गरिदिन्छु पर्सिसम्म गरिदिनुहुन्छ पर्सि आएर गर्छु हुन्छ अब एकचोटि चाहिँ अब के गर्छु भने अब हजुर यताउति लेखेर राख्नु होइन आफ्नो कन्ट्याक्ट पर्छु राखिदिनु अब भाइहरू आउँछ नि उहाँसँग बसेर म कुरा गर्छु होइन दाइले यस्तो भन्नुभएको छ किनकि हामीले त तपाईँसँग मिलाएर 4जनासँग कुरा गर्छु बट सबले टाइम लाग्छ भन्छु फेरि आज पानी मात्रै ठिकै छ अब दाइको मैले कन्ट्याक्ट नम्बर लिएर राख्छु अनि अब के गर्नु अप्सनै छैन हामीसँग है अब सक्दो हामी ट्राई गरेर टाढा ओपन गर्ने भनेर बट पनि हो टाइम लाग्छ
अनि हाम्रो इलेक्ट्रिसियनलाई सबै कुरा फाइनल भइसकेको छ जस्ट हाम्रो एउटा डिलमा चाहिँ तलमाथि भइरहेको छ किनकि उहाँले भने अनुसार पनि उहाँलाई लाग्यो होला बट हामीलाई एउटा सेल्फ सेटिस्फ्याक्सन चाहिँ आएको छैन है किनकि उहाँले टाइम पनि लाग्छ भन्नुभएको छ बाई जति यो एरिया छ नि बाई एरियाज उहाँले है बाई एरियाज उहाँले चाहिँ चार्ज लिन्छु भन्नुभएको छ बट बाई एरिया चार्ज कसरी हुन्छ क्या हाउ बाई एरिया चार्ज कसरी हुन्छ अब उहाँले काम गर्नुपर्ने एउटै ठाउँको बट 5 पोइन्ट के सो बाई पर्सन यति हो भनेर हामी एग्री हुन्थ्यौँ बट उहाँले एउटै रुम एउटै सटरको होइन मतलब दुइटै डबल सटरकै 5 पोइन्टको हिसाबले लिन्छु भन्नुभएको थियो बाई वायरिङ त होइन 5 पोइन्टको हिसाबले सो यो कुरामा हल्का चित्त चाहिँ बुझेको छैन होइन अब उहाँको कन्ट्याक्ट नम्बर लिइराख्छौँ अनि त्यही अनुसार हामी काम स्टार्ट गर्छौँ किनकि एक्स्ट्रा किन पे गर्नु भन्ने कुरा हो कि अब हामीलाई थाहा छैन होला इलेक्ट्रिसियनको कति लाग्छ कति होइन बट 5 पोइन्टको हिसाबले गर्छु भनेर चाहिँ चित्तै बुझेन कि सो होप यु गाइज यु अल इन्जोय माई भिडियो राइट नाउ सी यु इन नेक्स्ट ब्लग